तपाईं हरेक वर्ष हजारौं डलर टेबलमै छोड्दै हुनुहुन्छ र तपाईंको कम्पनी चाहिँ तपाईंलाई त्यो पैसा लिनुहोस् भनेर लिटरली कुर्दै बसेको छ। अमेरिकामा रहेका धेरै नेपाली आप्रवासीहरूले यो बेनिफिट वर्षौंसम्म कहिलेकाहीँ त सधैँका लागि नै इग्नोर गर्छन्। किनभने कसैले पनि यसलाई सजिलो भाषामा कहिले बुझाइदिएन। यो भिडियो सकिदासम्म त्यो समस्याको अन्त्य हुनेछ। आउनुहोस् हामी भिडियोतर्फ लागौं। आज यो भिडियो हेरेपछि तपाईले ठ्याक्कै यी कुराहरू बुझ्नुहुनेछ। 401k वास्तवमा के हो र कसरी काम गर्छ, तपाईको इम्प्लोयरले तपाईलाई कसरी फ्री पैसा दिन सक्छ र त्यो कसरी क्लेम गर्ने, यो पैसा कहिले निकाल्न पाइन्छ कहिले पाइँदैन, गल्ती गरे के हुन्छ र वास्तविक नम्बर 30 वर्षमा सुरु गर्नु र 40 वर्षमा सुरु गर्नु बीच कति ठुलो फरक पर्छ। अब एउटा मान्छेको कल्पना गर्नुहोस्, ऊ अमेरिका आयो, फुल टाइम पायो, पेचेक आउन थाल्यो, नेपालमा पैसा पठायो, रेन्ट तिर्यो, साना भाइ बहिनीहरूको पढाइमा सहयोग गर्यो, तर अनबोर्डिङ गर्ने बेला एचआरले एउटा फर्म दियो 401k सम्बन्धी, उसले स्किप गर्यो किनभने त्यो फर्म के हो भनेर बुझेन। घरमा कसैले सिकाएको पनि थिएन। उसले सोच्यो पछि बुझौला। 5 वर्ष बित्यो, 10 वर्ष बित्यो, अहिले ऊ 45 वर्षको भयो, रिटायरमेन्टको लागि शून्यबाट सुरु गर्दैछ। अमेरिकामा सोशल सेक्युरिटी मात्रले कम्फर्टेबली बाँच्न पुग्दैन, तर उसको अमेरिकन कोवर्कर साथीले 24 वर्षदेखि इन्भेस्ट गर्न थालेको थियो। आज उसको एकाउन्टमा 2 लाख भन्दा बढी पैसा छ, बस नियमित योगदान र समयको कारणले गर्दा। यो बुद्धि या जुक्तिको कुरा होइन, यो जानकारीको कुरा हो र हामीलाई यो जानकारी कसैले दिएन। आउनुहोस् यसलाई बुझौँ। 401k भनेको के हो? 401k भनेको इम्प्लोयरले दिने रिटायरमेन्ट सेभिङ्स एकाउन्ट हो, बस यति नै। तपाईं पैसा हाल्नुहुन्छ, त्यो समयसँगै बढ्छ र त्यो पछि रिटायरमेन्टमा प्रयोग गर्नुहुन्छ। 401k नाम एउटा ट्याक्स कोडको सेक्सनबाट आएको हो, यो नाममा कन्फ्युज नहुनुहोला। 401k ले कसरी काम गर्छ? हरेक पेचेकबाट ट्याक्स काटिनु अघि तपाईको केही प्रतिशत सिधा 401k मा जान्छ। मानौ तपाईँ महिनाको 4000 कमाउनुहुन्छ, त्यो 4000 डलरको 4% राख्नु भयो भने 200 401k मा जान्छ। अब ट्याक्स चाहिँ 4000 मा होइन 3800 मा लाग्छ, अर्थात् अहिले कम ट्याक्स तिर्नुहुन्छ। यो किनभने सरकारले तपाईलाई बचत गरेकोमा रिवार्ड गरेको हो। त्यो पैसा म्युचुअल फन्ड वा इन्डेक्स फन्डमा इन्भेस्ट हुन्छ र समयसँगै बढ्छ। इम्प्लोयर म्याच भनेको के हो? साधारण भाषामा भन्नुपर्दा यो एउटा फ्री मनी हो। यहाँनिर धेरैजनाले ठुलो गल्ती गर्छन्। प्राय इम्प्लोयर्सले म्याच अफर गर्छन्। हामी तपाईको योगदानको अथवा कन्ट्रिब्युसनको 50% म्याच गर्छौं, स्यालेरीको 6% सम्म भनेर भन्छन्। र यसको रियल इक्जाम्पल, तपाईको स्यालेरी मानौ $60,000 छ र त्यसको 6% 3600 हुन जान्छ। तपाईले $3600 राख्नुभयो भने कम्पनीले $1800 थप्छ, जुन 50% इम्प्लोयरको कन्ट्रिब्युसन हुन पुग्छ। हरेक वर्ष 1800 फ्रीमा मिल्छ कम्पनीद्वारा। यदि तपाईँ कम्पनीले अफर गरेको फुल म्याच लिनुहुन्न भने तपाईले आफ्नो कम्पनसेसन आफै अस्वीकार गर्नुभएको हो, किनकि $60,000 स्यालेरीको 6% 3600 हुन्छ अनि त्यसमा कम्पनीले 50% कन्ट्रिब्युट गर्दा 1800 हुन्छ, जुन फ्री मनी हो। तपाईले फुल 50% म्याच लिनु भएन भने त्यो फ्रीको 1800 तपाईलाई आउँदैन। त्यही भएर यदि तपाईको कम्पनीले अफर गरेको फुल म्याच लिनुहुन्न भने तपाईले आफ्नो कम्पनसेसनलाई आफै अस्वीकार गर्नु भएको हो भनेको। अब लागौं ट्रेडिसनल भर्सेस रथ 401k तिर। ट्रेडिसनल 401k भनेको अहिले ट्याक्स बचतकर्ता हो, तर रिटायरमेन्टमा पैसा निकाल्दा ट्याक्स तिर्नुपर्छ, र
रथ 401k भनेको अहिले ट्याक्स तिर्नुपर्छ, पछि रिटायरमेन्ट भइसकेपछि निकाल्दा ट्याक्स तिर्नु पर्दैन, जेरो ट्याक्स। यदि तपाईँ जवान हुनुहुन्छ वा अहिले लो ट्याक्स ब्र्याकेटमा हुनुहुन्छ भने रथ 401k प्राय राम्रो हुन्छ। तर अप्सन जे भए पनि सुरु गर्न सबैभन्दा महत्त्वपूर्ण हो। अब 401k को ग्रोथ बुझौँ। मानौँ तपाईले 27 वर्षदेखि 401k सुरु गर्नुभयो, महिनामा $300 कन्ट्रिब्युट गर्नुभयो, इम्प्लोयरले $150 थप्यो, जम्मा $450 प्रति महिना 401k मा हाल्नुभयो। अनि मानौँ एनुअल रिटर्न 7% आउँदैछ। अब 67 वर्ष पुग्दा कति होला इमेजिन गर्नुहोस् त? करिब $1.1 मिलियन। छैन त अचम्मको कुरा? अब त्यही कुरा 37 वर्षमा सुरु गर्नुभयो भने कति होला? करिब 560,000 मात्र। भनेको 10 वर्ष ढिलो सुरु गर्दाको परिणाम आधा हुन्छ। यही नै हो कम्पाउन्ड इन्ट्रेस्ट। पैसाले पैसा कमाउँछ, त्यो पैसाले फेरि पैसा कमाउँछ। आइन्स्टाइनले त्यसै भनेका होइनन्, कम्पाउन्ड इन्ट्रेस्ट इज द 8th वन्डर अफ द वर्ल्ड भनेर। He who understands it earns it. He who doesn't pays it. जसले कम्पाउन्ड इन्ट्रेस्टलाई बुझ्छ उसले कमाउँछ, जसले बुझ्दैन उसले तिर्छ। तपाईले गाडीको इन्सुरेन्स लिनुहुन्छ, हेल्थ इन्सुरेन्स लिनुहुन्छ, तर कहिले तपाईको भविष्यको सुरक्षाको लागि सोच्नु भएको छ? 401k केवल लगानी खाता होइन, यो तपाईको आर्थिक सुरक्षा जस्तो हो। अमेरिकामा यस्तो परिवार प्रणाली छैन जसले 70 वर्षको उमेरमा तपाईको ख्याल राख्ने ग्यारेन्टी दिन्छ। त्यसैले यो 401k खाता नै तपाईको भविष्यको सुरक्षा कवच हो। अब तपाईलाई लागेको होला 401k को पैसा कहिले निकाल्न पाइन्छ त? 401k रिटायरमेन्टको पैसा 59.5 वर्ष पुगेपछि बिना पेनल्टी निकाल्न सक्नुहुन्छ। अनि ट्रेडिसनल 401k भए ट्याक्स लाग्छ। मतलब तपाईले हरेक महिना प्री ट्याक्स मनी, ट्याक्स नकाटेको पैसा कन्ट्रिब्युट गरेको हुनाले अब रिटायरमेन्ट एजमा त्यो पैसा झिक्दा तपाईले ट्याक्स तिर्नु परेको हो। रिटायरमेन्ट एज पुगेपछि तपाईको प्लान एडमिनिस्ट्रेटरले सर्टेन पोर्सन ट्याक्स विथहोल्ड गरेर अरु रकम तपाईलाई पठाउँछ। अनि पैसा कहिलेसम्म 401k मा राख्न मिल्छ त? 73 वर्ष पुगेपछि रिक्वायर्ड मिनिमम डिस्ट्रिब्युसन सुरु हुन्छ, जसमा सरकारले मिनिमम अमाउन्ट निकाल्न भन्न थाल्छ। भनेको मतलब 73 वर्षदेखि उता म 401k झिक्दिन भन्न पाइँदैन। र चाँडै रिटायर नभइकन 401k को पैसा निकाल्नु भयो भने के हुन्छ त? यदि चाँडै निकाल्नु भयो भने इन्कम ट्याक्स अनि 10% पेनल्टी तिर्नुपर्ने हुन्छ। ट्याक्स फाइल गरेको बेलामा त्यो अगाडि निकालेको रकम इन्कम ट्याक्समा गन्छ अनि तपाईको त्यो वर्षको इन्कम धेरै रिपोर्ट हुन्छ। यसको मतलब धेरै ट्याक्स तिर्नुपर्छ। र यदि तपाईको चेकबाट धेरै ट्याक्स तिर्नु भएको छैन भने ट्याक्स फाइल गर्दा रिमेनिङ अमाउन्ट तिर्नुपर्छ आइआरएसलाई। उदाहरणको लागि रिटायर हुनुभन्दा अगाडि $10,000 निकाल्नु भयो भने 3,000 देखि $4,000 सम्म तुरुन्त गुम्न सक्छ। त्यो पैसा कमाउन तपाईले कति घण्टा काम गर्नुभयो सम्झिनुहोस् त। त्यही भएर इमर्जेन्सीको लागि होइन भने भरसक ननिकालेको बेस हुन्छ। रिटायरमेन्ट अगाडि निकाल्नै नमिल्ने भन्ने होइन, केही एक्सेप्सन छन्। जस्तै गम्भीर मेडिकल ट्रिटमेन्ट गर्नु पर्यो र डिसेबिलिटी तपाईलाई आइलाग्यो, कुनै मिलिटरी सिचुएसन पर्यो भने निकाल्न पाइन्छ पेनल्टी बिना। अब लागौं 401k लोनतिर। सुन्दा राम्रो लाग्छ आफ्नै पैसा बरो गर्ने, तर यो उचित छैन। केही प्लानले आफ्नै 401k बाट लोन लिन र ब्याज सहित आफैलाई फिर्ता तिर्न एलाउ गर्छन्। यो कुरा राम्रो लाग्न सक्छ, तर रियालिटी यस्तो छ, त्यो पैसा बाहिर छँदा इन्भेस्ट भइरहेको हुँदैन र बढिरहेको पनि हुँदैन। अनि लोन तिर्न अघि तपाईको काम छोड्नु भयो भने बाँकी ब्यालेन्स प्राय इमिडिएट ट्याक्सेबल इन्कम बन्छ, 10% पेनल्टी सहित। अब बुझौं
सेभिङ भर्सेस इन्भेस्टिङको बारेमा अनि कसले धेरै रिटर्न दिन्छ त। ट्रेडिसनल सेभिङ्स एकाउन्टमा प्राय 0.5 सम्मको ब्याज मिल्छ अनि 401k मा एभरेज 7% सम्मको ग्रोथ हुन्छ। $10,000 को लागि $10,000 लाई 20 वर्षसम्म छोड्दा सेभिङ्समा करिब 11,000 हुनेछ अनि 401k मा लगानी गरेको पैसा करिब 38,000 हुनेछ। उही पैसा तर फरक ठाउँमा हाल्दा जमिन आसमानको फरक देखिन्छ। अब तपाईँ आफै भन्नुहोस्, अझै पैसा ब्याङ्कमा सेभ गर्न उचित ठान्नुहुन्छ कि लगानीमा? त्यो निर्णय तपाईँको। एउटा क्विक डिस्क्लेमर भन्न चाहन्छु, म कुनै पनि फाइनेन्सियल एडभाइजर होइन। यस भिडियोमा मैले जानेका कुराहरू तपाईँहरू सामु सेयर गरेको हुँ। कृपया आफ्नै डिसिजन लिनुहोला र हजुरको फाइनेन्सियल एडभाइजरसँग कन्सल्ट गरेर मात्र फाइनेन्सियल डिसिजन लिनुहोला। अब कुरा गरौँ जब चेन्ज गर्दा के गर्ने त। यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। तपाईले जब छोड्दा तपाईको 401k हराउँदैन। तपाईसँग अप्सन हुन्छ, पुरानै इम्प्लोयरसँग राख्ने कि नयाँ इम्प्लोयरको 401k मा रोल ओभर गर्ने अथवा IRA मा रोल ओभर गर्ने। सिधा रोल ओभर गर्नुभयो भने 0 ट्याक्स 0 पेनल्टी केही तिर्नु पर्दैन। तर चेक सिधा तपाईँ कहाँ आयो र नयाँ एकाउन्टमा गएन भने तपाईसँग 60 दिन छ डिपोजिट गर्नको लागि, नत्र त्यो ट्याक्सेबल इन्कम बन्छ अनि पेनल्टी पनि तिर्नु पर्ने हुन्छ। त्यसैले डिरेक्ट रोल ओभर गरेको उचित हुन्छ। अब लागौँ भेस्टिङतिर, जुन धेरैले ओभरलुक गर्छन्। भेस्टिङ भनेको तपाईको कम्पनीले हालिदिएको पैसा कति तपाईको हुन्छ भन्ने नियम हो। अनि यो पनि बुझौँ कि तपाईको आफ्नो कन्ट्रिब्युसन जहिले पनि 100% तपाईकै हुन्छ। इम्प्लोयर म्याच कन्ट्रिब्युसन्स प्राय भेस्टिङ स्केड्युलमा हुन्छ। मतलब तपाईले त्यो म्याच पुरै आफ्नो बनाउन 2 देखि 4 वर्षसम्म त्यो कम्पनीमा काम गर्नु पर्ने हुन सक्छ। पुरै भेस्ट हुनुभन्दा अगाडि काम छोड्नु भयो भने केही म्याच गुम्न सक्छ। भेस्टिङको बारेमा बुझ्न तपाईको बेनिफिट डकुमेन्टमा भेस्टिङ स्केड्युल चेक गर्न सक्नुहुन्छ। अब लागौँ कन्ट्रिब्युसन लिमिटतिर। कति चाहिँ कन्ट्रिब्युट गर्न पाइन्छ त 401k मा? एज अफ 2026 तपाईले वर्षको 24,500 सम्म कन्ट्रिब्युट गर्न सक्नुहुन्छ। पहिला 2025 मा 23,500 कन्ट्रिब्युसन लिमिट थियो। अहिले 2026 मा 1,000 बढाएको छ र यदि 50 वर्ष पुग्नु भएको छ भने थप 8,000 कन्ट्रिब्युट गर्न सक्नुहुन्छ, जसमा टोटल कन्ट्रिब्युसन 32,000 हुन पुग्छ। यो क्याचअप गर्नको लागि बनाइएको हो। अझै 60 देखि 63 को उमेरमा हुनुहुन्छ भने इन्हान्स्ड क्याचअप गर्न मिल्छ, जुन 11,250 रहेको छ। यसको मतलब जस्ट स्ट्यान्डर्ड 24,500 कन्ट्रिब्युसन छ, त्यसमा अझ तपाईले 11,250 थप्न सक्नुहुनेछ। तर यो 60 to 63 उमेरको लागि मात्रै हो। अब लागौँ 401k को कमन मिस्टेकतिर। गल्ती नम्बर 1, बिल्कुल कन्ट्रिब्युट नगर्नु। सबैभन्दा महँगो गल्ती। 1% मात्र कन्ट्रिब्युट गर्दा पनि सुरुवात हुन्छ र ह्याबिट बन्छ। कतै न कतैबाट सुरु गर्नुहोस्। गल्ती नम्बर 2, इम्प्लोयर म्याच थ्रेसहोल्ड भन्दा कम कन्ट्रिब्युट गर्नु। यदि तपाईको इम्प्लोयर 6% सम्म म्याच गर्छ र तपाईले 3% मात्र हाल्नुहुन्छ भने तपाईले फ्री कम्पन्सेसन छोडिरहनु भएको छ। कम्तीमा पनि फुल म्याच पाउने जति कन्ट्रिब्युट गर्नुहोस्। गल्ती नम्बर 3, जब चेन्ज गर्दा क्यास आउट गर्नु। धेरैजना स्पेसली करियरको सुरुमा जब छोड्दा 401k क्यास आउट गर्छन्, इन्कम ट्याक्स र 10% पेनल्टी तिर्छन् र त्यो पैसाको भविष्यको सारा ग्रोथ गुमाउँछन्। त्यो उचित हुँदैन। जहिले पनि रोल ओभर गर्नुहोस्। गल्ती नम्बर 4, इन्भेस्टमेन्ट्स नबुझी छोड्नु। अधिकांश 401k प्लानले टार्गेट डेट फन्ड अप्सन अफर गर्छन्, जस्तै 2055 फन्ड। यदि तपाईँ सन् 2055 तिर रिटायर गर्ने सोच्नु हुँदैछ भने 2055 फन्ड उचित हुन्छ।
यसले आफै इन्भेस्टमेन्ट मिक्स एडजस्ट गर्दै जान्छ। पर्फेक्ट छैन, तर मनी मार्केट फन्डमा राखेर लगभग 0 कमाउनु भन्दा यो धेरै राम्रो हो। तपाईको उमेर अनुसार टार्गेट डेट फन्ड हेर्न सक्नुहुन्छ। भ्यानगार्ड तथा नर्ड वालेटमा गएर हेर्न पनि सक्नुहुन्छ। गल्ती नम्बर 5, रिटायरमेन्ट सेभिङ्सलाई अप्सनल ठान्नु। अमेरिकामा सबैका लागि बलियो सोशल सेफ्टी नेट छैन। सोशल सेक्युरिटीले केही दिन्छ, तर तपाईको लाइफस्टाइल मेन्टेन गर्न पुग्ने सम्भावना कम छ। त्यसैले 401k एउटा लग्जरी होइन, यो एउटा नेसेसिटी हो भनेर सोचेको राम्रो। अब क्लियर एक्सन स्टेपतिर लागौँ। पहिलो, यही हप्ता तपाईको एचआर पोर्टलमा लगइन गर्नुहोस् वा एचआर डिपार्टमेन्टसँग कुरा गर्नुहोस्। थाहा पाउनुहोस् तपाईको इम्प्लोयरले 401k अफर गर्छ कि गर्दैन भनेर र कति म्याच गर्छ भनेर पनि। दोस्रो, इनरोल गर्नुहोस् र फुल इम्प्लोयर म्याच पाउन जति पर्सेन्टेज चाहिन्छ त्यति नै सेट गर्नुहोस्। म्याच नभए पनि कम्तीमा तलबको 6% बाट सुरु गर्नुहोस्। तेस्रो, इन्भेस्टमेन्ट सेलेक्ट गर्नुहोस्। थाहा छैन भने तपाईको एक्सपेक्टेड रिटायरमेन्ट इयर नजिकैको टार्गेट डेट फन्ड छान्नुहोस्। चौथो, अटोमेटिक कन्ट्रिब्युसन इन्क्रिसेस सेटअप गर्नुहोस्। धेरै प्लान्सले हरेक वर्ष 1% अटो इन्क्रिज गर्न अलाउ गर्छन्। यो टर्न अन गर्नुहोस् र बिर्सनुहोस्। पाँचौं, हरेक पटक जब चेन्ज गर्दा पुरानो 401k डिरेक्टली नयाँ इम्प्लोयरको प्लान वा IRA मा रोलओभर गर्नुहोस्। कहिल्यै क्यास आउट नगर्नुहोस्। यदि तपाईँ 65 वर्ष पुगेर कसैमाथि निर्भर हुन चाहनु हुँदैन भने यही हप्ता तपाईको 401k खाता खोलिहाल्नुहोस्। रिटायरमेन्टमा फाइनेन्शियल स्ट्रगल र फाइनेन्शियल डिग्निटीको बीचमा फरक प्राय इन्कम होइन, बस तपाईले अगाडि सुरु गर्नुभयो कि भएन र कन्सिस्टेन्ट रहनु भयो कि भएन भन्ने हो। अब यी जानकारीहरू तपाईसँग छन्, बाँकी निर्णय तपाईको। अन्त्यमा, यदि तपाईको दाजुभाइ आमा बुबा अमेरिकामा वर्षौंदेखि काम गरिरहनु भएको छ तर 401k सुरु गर्नु भएको छैन भने यो भिडियो अहिले नै उहाँहरूलाई सेयर गर्नुहोस्। एक सेयरले कसैको रिटायरमेन्ट बदलिन सक्छ। र कति वर्ष भयो अमेरिका आएको कमेन्टमा पनि लेख्नुहोला। इम्प्लोयर म्याच बारे आजभन्दा अगाडि थाहा थियो कि थिएन त्यो पनि लेख्नुहोला। र अर्को कुन विषयको बारेमा जान्न चाहनुहुन्छ त्यो पनि लेख्नुहोला। ट्याक्स, क्रेडिट स्कोर, फाइनेन्शियल प्लानिङ र घर किन्ने विषय, यी सबैको बारेमा विस्तारमा भिडियो आउनेछ। त्यतिन्जेलको लागि सबैमा मेरो नमन, नमस्कार।